तपाईँले के भन्दिनु म मात्रै एउटा यस्तो भाग्यमानी मन्त्री हो जो दरबारमा बस्छ अहिले भनिदिनु भयो होइन। यो दरबारमा बस्न पाउनु बाहेक तपाईँको दरबारको हालत कस्तो छ मलाई थाहा छ। यो दरबारमा बस्न पाउनु बाहेक यो बिचमा केही गर्न सकिएन भन्ने पश्चाताप छ? छैन, होइन, गरिरहेको छु तर देखिया तर मैले चाहिँ धेरै गरेको छैन। देखिने देखिन्छ, त्यो चाहिँ देख्नेले भविष्यमा देख्छ है। अब भविष्यले बताउँछ, किनभने कुनै काम चाहिँ जुन लक्ष्य राखेर गरिएको हुन्छ भविष्यमा त्यो लक्ष्य पुरा नहुन पनि त सक्छ नि। अब चाहिँ गरिरहनु भएको छ भनेपछि राम्रो भइहाल्यो। के गर्दै हुनुहुन्छ अहिले कुरा गरौँला। अर्को तपाईँलाई मैले यो अन्तर्वार्ताका लागि समय माग्नलाई टेलिफोन गर्दा तपाईँले मलाई के भन्नुभएको थियो भने समय 1 घन्टा म दिन सक्दिनँ। बिहानबाट रातिसम्म मान्छेहरू आकाई गर्छन्, मान्छेहरूको भिड हुन्छ, तपाईँसँग 1 घन्टा मैले कसरी दिनु, जो तपाईँले मलाई भन्नुभएको थियो नि। मान्छेहरू के भन्न आउँदो रहेछन् तपाईँका त्यसरी